मौसम त बबाल सेम नेपाल वाला बुढी र सालीले जबरजस्त के देखाउन लिएर आएछ कहाँको छ हामी आज चाहिँ हामी जाबेल हाफिट आछौँ र मैले सोचेको पनि थिइनँ यस्तो दामी भ्यू हैन नेपालको काठको यता बस्ने बनाइदिएको त्यहाँ कस्तो सबै चीज नेचुरल त छैन यहाँ त्यही पनि subscribe लाइक हेलो नमस्ते सबैजनालाई फेरि तपाईँलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा है त आज चाहिँ हामी यता घुम्न आएको छौँ होइन म तपाईँलाई देखाउँछु है त तपाईँ देख्न सक्नुहुन्छ होइन मेरो पछाडि अब सानो पहाडहरू छ है अनि यस्तो छ है र म तपाईँलाई यस्तो यहाँबाट होइन पछाडिको भ्यू देखाउँछु यस्तो खतरा छ नि होइन र मौसम अब जाडो छ है हामी किनभने हामी पहाडमा आएको छ म तपाईँले देखाउँछु है त पछाडि सो ढ्यान्टाना तपाईँ देख्न सक्नुहुन्छ है कस्तो बवाल देखिन्छ होइन नेपाल जस्तै नेपालको त भेडेटार गयो जस्तो होइन कस्तो खतरा क्या अनि यता यस्तो छ हामी चाहिँ अझै माथि जान्छौँ है यताबाट होइन माथि जान्छ यहाँ चाहिँ हामी फोटो खिच्नलाई मात्रै यहाँ चाहिँ जाडो छ है पुरा यार पुरा हावा चल्दैछ मौसम चाहिँ एकदम अति नै बवाल मेरो पछाडि देख्न सक्नुहुन्छ यस्तो बवाल यार वाट अ भ्यू दुर्गा कहाँको छ र हामी आज चाहिँ हामी जाबेल हाफिट आछौँ यो चाहिँ युए को अलाइन भन्ने ठाउँमा छ यो चाहिँ युए को सेकेन्ड हाइएस्ट पिक हो रे आज हामी यहाँ घुम्न आएको छौँ अब हेरौँ के छ यहाँ अब बल्ल त हामी आउँदैछौँ भ्यू कस्तो छ भ्यू त खतरा छ नेपालको ऊ के रे भन्नु आएन खतरा छ अलिअलि रिफ्लेक्ट गर्दो रहेछ मौसम कस्तो छ मौसम त बबाल सेम नेपाल वाला जाडो होइन मौसम यस्तो छ पछाडि हेर्नु न यस्तो बवाल मैले त सोचेको पनि थिएन होइन यस्तो यहाँबाट यस्तो दामी देखिन्छ रातिको 2 बज्न लागेको छ है र म सुत्छु भन्दा होइन बुढी र सालीले जबरजस्ती जम्न जाउँ पहाड हेर्नुपर्छ भनेर म देखाउँछु है त कहाँ के देखाउन लिएर आएछ क्या यो म देखाउँछु है त पछाडि यस्तो छ भ्यू आलिन है आलिनको पहाडमा आएको छ हामी यस्तो छ यस्तो बवाल छ नि होइन यो क्यामेरामा भन्दा नि नेचुरलमा यस्तो दामी देखिन्छ कि होइन आँखाले अनि हावा चाहिँ यस्तो चलिरहेको छ यस्तो पुरै चिसो देख्न सक्नुहुन्छ होइन म टोपी लगाएर आएको छु है ज्याकेट छ जिन्सको मेरो पछाडि देख्न सक्नुहुन्छ यार अति नै बवाल क्यामेरा भन्दा नि आँखाबाट चाहिँ यस्तो बवाल देखिन्छ
यस्तो चिसो हावा चल्दैछ, यस्तो चिसो हावा चल्दैछ नि, नेपालको फिल क्या त। र यहाँबाट हेर्दाखेरि चाहिँ हुन्छ नि काठमाडौँमा माथि पाहाडमा गएर तलको भ्यू कस्तो दामी देखिन्छ त्यस्तो देखिन्छ क्या त्यहाँबाट चाहिँ। यता बाटो है, अनि तल यो भ्यू पुरै लाइट होइन, नेपालको फिल आउँदैछ। तल बाटो है, यो बाटो सानो सानो पाहाड छ, यस्तो छ उता होइन, उता उता ढुङ्गै ढुङ्गा छ, यता चाहिँ यस्तो छ होइन। भए पनि यहाँ आएर चाहिँ एउटा हुन्छ नि जाडोको महसुस है, एउटा नेपालको जस्तो फिल गर्न पाएँ होइन। र मैले सोचेको पनि थिइनँ यस्तो दामी भ्यू होइन देखिन्छ। र हामी अब यहाँबाट चाहिँ राति नै फर्किन्छु, किनभने अब बिहानसम्म बसेको भए यहाँ अब दामी सनराइज देख्न पाइन्थ्यो, तर अब त्यो मिल्दैन। हामी यहाँबाट राति नै फर्किन्छ है, रातिको भ्यू देखेर। यस्तो चाहिँ हाम्रो साथीहरूको गाडी यस्तो छ। हामी चाहिँ टपमा आइसक्यौँ है। म देखाउँछु है त यता पछाडिको क्यामेराबाट। यो पार्किङ एरिया हो यता होइन, धेरै छैन, थोरै ठाउँ छ। यता बस्ने ठाउँहरू पनि छ यस्तो होइन, मान्छेहरू अझैसम्म नि आउँदैछ, कोही जाँदैछ। यता सानो पाहाड यस्ता, यता काठको यता बस्ने भन्ने देख्छ, यता बच्चाहरूले खेल्ने ठाउँ होइन। अनि उता मान्छेहरू पनि के गानासाना बजाउँदैछ, के आगो ताप्दैछ है क्या हो, यस्तो छ होइन। यो यस्तो बस्ने ठाउँ जस राम्रो छ। तिमीलाई कस्तो फिल हुँदैछ भन? मलाई जाडो फिल हुँदैछ होइन। यहाँ माथि हामी टुप्पोमा छौँ नि त होइन, अति नै चिसो क्या, नेपालमा जस्तो जाडो हुन्छ नि त्यस्तै खालको चिसो छ अहिले यहाँ माथि चाहिँ, हामी टपमा होइन। यस्तो छ होइन, यता बारहरू लगाइदिएको छ, यहाँ पछाडि भ्यू होइन, जस राम्रो छ ठाउँ। कस्तो लाग्दैछ? मलाई पनि जाडो हुँदैछ, धेरै 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 जाडो। यो चाहिँ टप, यहाँ पाहाडको टपबाट यो होइन भ्यू यस्तो छ, यस्तो छ है, यस्तो छ। दुर्गु कस्तो छ ठाउँ? जाडो लाग्दैछ होइन, ठाउँ कस्तो लाग्यो? ठाउँ त नेपाललाई उयो गराइदिन्छ, फिल गराउँछ होइन, फिल गराउँछ। अब त्यहाँ कस्तो सबै चिज नेचुरल त छैन यहाँ, त्यही पनि अब हुन्छ नि वेदर चाहिँ छ, अरू नभए अहिलेको लागि पुरै जाडो, त्यहाँको जस्तो सेम हावा। मलाई पनि थाहा थिएन यहाँ आउँदा अब यहाँ चाहिँ यस्तो ठाउँ रहेछ, तर जोस् छैन। अब दुवै जस्तो युई जस्तो ठाउँमा यस्तो ठाउँ होइन मा आएर यस्तो खालको भ्यू हेर्नु भनेको अलिकति ठुलो कुरा जस्तो लाग्छ। अनि नेपालतिर हाम्रो नेपालतिर त जहाँ पनि होइन अब यस्तो खालको भ्यू पाइन्छ, तर यहाँ चाहिँ अब यस्तो ठाउँमा आउँदाखेरि चाहिँ होइन अझै धेरै खुसी लाग्ने क्या। तो यो माथि होइन लास्ट नै हावा चल्छ होइन, एकदम जाडो लाग्दैछ। म त त्यो पनि टोपी लिएर आएँ है, एकदम हावा चल्दैछ है। र हामी अब निस्किन्छ, किनभने बिहान ड्युटी जानुपर्ने हुन्छ। मेरो सबैको ड्युटी छ, त्यो साथीको छुट्टी छ, हाम्रो चाहिँ ड्युटी छ। अनि हामी यहाँबाट अब चाहिँ निस्किन्छ है। 1 घन्टा मोर देन 1 घन्टा, 1-1.25 घन्टा जति लाग्छ यहाँबाट। अनि अब रुम पुग्दा त बज्छ 4, अनि 6-7 बजे अब ड्युटी निस्किनुपर्छ। अनि अब चाहिँ यहाँबाट हामी निस्किन्छौँ। यस्तो छ, फेरि तपाईँलाई म देखाउँछु भ्यू पछाडिको पनि।
है